फेरि हामीहरू अघि न कि अनि आउँदाखेरि हामी भिडियो बनाएको थियौँ नि त अनि अब हामीहरू जानुपर्ने हुन्छ अनि फेरि जाँदाखेरि चाहिँ त्यो के अरे स्टोरेज छैन मम्मी अनि स्टोरेज नभएर अनि फेरि भनिदिनुहोस् मम्मी तपाईँको 2 शब्द राखिदिनुहोस् अब अहिलेसम्म कस्तो लागिरहेको छ ल अब भन्नुहोस् फेरि मम्मी सुनाउनु न एकदम राम्रो लागिरहेको छ घुम्न पाइरहेको छ अनि मम्मी हाम्रो घरतिर यस्तो गाउँतिर मतलब उतातिर छ त यस्तो हामी बस्ने ठाउँतिर यस्तो छ त छैन होइन धेरै राम्रो लाग्यो अनि अरू काठमाडौँ कस्तो लागिरहेको छ मम्मी एकदम राम्रो लाग्यो पहिलातिर त राम्रो थिएन मम्मी यतापट्टि आउनु त पहिलातिर त दिल्ली नै राम्रो लागिरहेको छ दिनदिनै राम्रो लागिरहेको छ मम्मीलाई होइन अनि सुरुको दिन आउँदाखेरि पनि मलाई कति मिस गर्नुभएको थियो नि मम्मी सरलाई अनि यतातिर एकदम शान्त वातावरण हेरौँ न गाइजहरू कति राम्रो ठाउँ छ अहिले हामीहरू अब हामी गाइज अनि फेरि हाम्रो अनि हामी फेरि सुरुवात गऱ्यौँ किनभने कस्तो यो के नि मम्मी हाम्रो यो मोबाइल यस्तो ठ्याप भइसक्यो हामीलाई मोबाइल किनिने कोही पनि छैन अनि एकदम गरिब छौँ मम्मी हामी यहाँ गरिब भएको नाटक गर्नुपर्छ कि है यत्तिकै मोबाइल नभएर हामीले यहाँ गरिब भएको नाटक गर्नुपर्ने हुन्छ अनि तर हेर्नु न यो लाइट भएको क्या मजाको देखाउँदैछ त अनि अब तर हामीहरू के मम्मी म गरौँ क्षेत्रीय खासमा क्षेत्रीय अनि तपाईँलाई घर जान मन लागिरहेछ कि छोराछोरीसँग एकदम खुसी लागिरहेछ कि के कस्तो भइरहेछ मम्मी आफ्नो भन्नुहोस् त आफ्नो 2 शब्द यहाँ राखिदिनुहोस् यसमा हेरेर भन्नुहोस् न पहिला त मिसा लाग्यो अब आफ्नो छोराछोरी पैसा एकदम खुसी छु राम्रो लागिरहेछ बस्दा बस्दा काठमाडौँ राम्रो लाग्छ अन्त काठमाडौँ राम्रो लाग्छ पहिला त तिन दिन बिहान अहिले काठमाडौँ राम्रो लाग्छ हामी यताबाट गएको थियौँ नि त अनि अहिले यताबाट आयौँ क्या अनि मम्मी अनि घरमा खानासाना पकाएर आउनु भयो खानासाना पकाएर आएको ए मम्मीलाई त यो सिन चाहिँ कस्तो राम्रो लाग्छ है मम्मीलाई ल यतिकै हिँड्नु त अब यो चित्र बनाइदिनु पछि ल हिँड्नु धेरै राम्रो लाग्छ भनौँ न अरे किनभने उहाँ अब होइन हामी सबैजनाहरू गाउँमै जन्म्यौँ गाउँमै हुर्क्यौँ नि त अनि त्यही भएर मम्मीलाई चाहिँ एकदम यो सिन एकदमै राम्रो लाग्छ अनि सब नछोडिहाल्नुहोस् अब टाढा बिच्छ त्यसो अनि हामीहरू चाहिँ अब घरतिर जाँदैछौँ होइन होइन यस्तो हो अब यस्तै डेली अब हामीहरू हिँडिराख्यौँ भने त अनि कति पनि गाइजहरू मेरो वेट लस हुन्छ ल गाइज हामीहरू आइसक्यौँ यो चाहिँ मेरो भाइले पढेको कलेज हो होइन अनि आज भोलि चाहिँ त्यो सरेर उता पढाउँतिर छ क्या अनि अब हाम्रो भ्लग कस्तो लाग्यो अनि अन्त तपाईँ हेरिदिनु होला